बलात्कारलाई फाँसी चाहिँ हुनुपर्छ मन्त्री त्यो यो ईश्वरी बहिनीलाई जस्तो हामीलाई नमारियोस् है। मैले चाहिँ यही अनुरोध गरेको छु। तपाईँसँग हामीले धेरै आशा गरेका छौँ। ल बहिनी है आज दिन नबस्नु है। हामीले कानुन मन्त्रीसँग म एकछिन कुरा गर्छु के गर्नु हाम्रो मुद्दा देशमा मलाई यो के सम्झेर आइरहेछन् जब बहिनीहरू समाइरहेछन् जति बेला नि यस्तै होइन उहाँ हेर्नु नि त कतिजना छन् के भन्नुहुन्छ उसले मैले डिएसएफलाई भनेर त्यही गइरहेछन् अहिले भएर उहाँ जिएनजीको भाइ बहिनीले सबजना गरिरहेछन् जति बेला पनि आक्रमण गर्नु भनेर लागिरहनु गइसक्यो। सेक्युरिटी विषयमा काहीँ अट्याक यताउति गर्छ भने कसैले अट्याक दायाँ बायाँ हाम्रो शान्ति सुरक्षा चाहिँ प्रोसेस गर्नु पऱ्यो नि त हामी हेर्छौँ मात्रै भनेर उठाइदियो भने गाडीमा जान पायो नि त। तर सुरुमा कानुन मन्त्रीज्यूसँग म भेट्ने कुराहरू त गर्नु पऱ्यो नि त। मैले अलिकति फ्याट्ट पारेर मैले मैले अहिले तपाईँलाई केही बोल्दाखेरि म त अहिले मन्त्री हो अहिले म त जे बोल्दा वेट हुन्छ आफूले बोलेको कुरा पुऱ्याउनु पर्छ मलाई। तपाईँ एउटा कुरा बोल्दै गर्दाखेरि पछि पुऱ्याउनु सक्दैन म त आफ्नो नजरमा आफै गिर्छु नि त। अनि त्यही भएर अहिले म सल्लाह गर्छु मन्त्रीज्यूसँग भेट्छु कुरा गर्छु होइन सचिवालयमा मैले आफ्नो सबै कुराहरू चाहिँ डकुमेन्टेसन लेखेर